हेलो गाइज नमस्ते। आज चाहिँ हामी के अरे जङ्गल निगुरो खोज्न जान लागेको। हामी चाहिँ गाउँमा बस्छौँ, अर्गानिक मात्रै खान्छौँ, पैसा खर्च निगुरो खान मन लागेर जङ्गल हो जङ्गल। हामी निगुरो के गरेको यहाँ मासतिर के अरे एउटा आन्टीको घरमा कस्तो राम्रो फुल फुलेको देखेँ। मैले चाहिँ फुल पनि मागे हामी त माग्दैनौँ न फुल। हाम्रोमा कति भरि र भइले फुल छ। गुलाबको फुल छ के गाई छ हाम्रो गुलाबको फुल, रातो 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 गुलाबको फुल छ। हामी त निगुरो खोज्न कहाँ जाँदैछौँ हेर्नु। हाम्रो स्कुल गाउँ हाम्रो आधी घन्टा भइसक्यो निगुरो टिप्न गएको, भेटेकै छैन। अझै खोला पार जानुपर्ने। हामीले झोला यत्रो झोला लिएर हाम्रो झोला हेर्नु त, हाम्रो झोला 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 यो भावना हो नि। भावना त को बिचारा देखाउन भावनालाई बिचार त्यो भावनाको त निगुरै छैन। हाम्रो चाहिँ हेर्न भोरी भोरी अब हामी निगुरो खोजेर आउँछौँ र अनि कति निगुरो भेट्छौँ अनि त्यस पछाडि फेरि हजुरहरूसँग जोडिन्छौँ। यी फतौरीहरू यस्तै हो क्या, धेरै कराउँछ। र जङ्गलतिर चाहिँ घाँस पनि काट्छौँ, घाँस पनि पाउँछ। यहाँनिर हाम्रो ठुल दाजुले के अरे घाँस लिएर आउँदै हुनुहुन्छ। त कस्तो राम्रो घाँस, कत्रो घाँसको भारी लिएर आउँदै हुनुहुन्छ। तपाईँलाई कस्तो लागेको छ घाँसको भारी बोक्दाखेरि? भगवान साथीको टुक्कु छ भगवान। हे भगवान तिम्रो भिडियो गरि हजुरआमाले के अरे लु त तपाईँको रियाक्सन? हे भगवान टुक्कु त सानो सानो हैन, यो टुक्कु छ नि रास्तै फस्ट परेको। निगुरो चाहिँ एउटा भेट्नु छैन। गफ छन् दुईटी चाहिँ केही रहेन रहेछ। निगुरै घाम मात्रै भयो साथी हो। यो चाहिँ रातमाटे वन उपभोक्ता समितिले जङ्गल के अरे वनभित्र रहेका जीव जन्तुको लागि पानी खान बनाएको खाडी। खाडी। म त कहिले आएको थिइनँ हौ, यहाँ अझै आइपुगेँ। कस्तो राम्रो रहेछ। भयो यो होमा दिदीले यतापट्टि निगुरो पाउँछ त्यता हिँड किन भनेर लिएर आउनु भयो। एउटै निगुरो रहेन रहेछ, उनी मात्रै। कालो ओरालो कति होइन निगुरो खाना पनि केही छैन हाम्रो जङ्गल। म त निगुरो भेटेको भावना त हेर त निगुरै भेटियो। त्यति छ एकजनालाई देखाउँ निगुरो देखाउँ। कति रहेछ केही निगुरै भेटिनँ म। त्यो त गर्मी भयो। हाँसै नि कान्छी यहाँ उक्लिँदैछ नसकेर। खै पुन्टुरे निगुरो देखाइदिनु त। मेरो पुन्टुरा निगुरो खोज्दा खोज्दा मेरो बासै मेरो पुन्टुरा निगुरो गाइज। अब यो त साह्रै मिठो हुन्छ के साह्रै मिठो हुन्छ यो त। हे भगवान यसलाई त मान्नुपर्छ। भयो लोगे केला न युरा हालेको न केही हालेको हुँदैन होइन। भुटे खाइछ कि मुइसँग सोलरसँग यस्तो तपाईँ मिठो निगुरै भरेलाई सब्जी किन परेन। पैसा जोगाउनु हामीले गाइज पैसा जोगाउनु पैसा पनि छैन। जोगाउनु त पर्यो नि के गर्नु। उनीहरूको पुरा विदेश सारा पैसा आउँछ त नहुनेको त के आउँछ र केही आउँदैन नि। तपाईँको पनि भर्खर 2 दिन मात्रै हुँदैछ त विदेशबाट हजुरबा आउनु भएको। अब मेरो त काम नलाग्ने के त्यो हजुर कामै राख्दिनँ अनि यस्तो छाक त काट्नु पर्ने। अब छोराछोरी छ यसो एक मुठी त लानै पर्यो। खोजी कालो सबै अनुहारै कालो कालो आएको छ। सिर्जना त भगवान उसको त एक जोलो मोरीको भइसक्यो कि गाइस। अनि मेरो त मोटो ज्यान मेरो ज्यान हिँड्दा त्यो उकालोमा हिँड्दा से भइसक्यो। एक छाक पनि भएको छैन गाइस। के गर्नु अब छाक त टार्नै पर्यो। कस्तो गलेर हिरिक्क भएर सास बढेर आइपुग्यो गाइज। निगुरो खोजेर निगुरो भेट्यो यति मेरो भएको सास बढेर हिरिक्क भयो। लु बोल्नु। आधी घन्टा बाटो गयो र टिप्न चाहिँ आयो। टिप्न चाहिँ थोरै रहेछ निगुरो पनि कति रहेछ भजा सब्जी कि भयो तर गलेहरू सब बान्ती खलाएर खरो खुइ गरेर बसेका छौँ चौतारामा आएर। खरो भएर पानी खाँदैछिन्। यो निगुरो त भेट्यो तर भेटेको कि एक छाक पनि पुग्दैन जस्तो साट्छ। कति दुःखले हाम्रो साइकल यहाँ छन्। गर्मी भयो। अब यो लगिन्छ बारे थाल्नु। खै तपाईँको पुन्टुरे निगुरो निकाल्नु त हेरौँ। पुन्टुरो एउटा लास्टमा बिट मार्ने एउटा गीत पनि गाइदिनु है। पुन्टुरो तिमी यस्तै छ पुन्टुरो तिम्रो त हामी भरे सब्जी खान्छौँ। एउटा गीत गाइदिनु न लास्ट। ए पुन्टुरो निगुरो टिप्यो आयो। झोलुङले निगुरो कति ल्याएको छ देखाउँछु ल हजुरलाई। त्यो नै बाई गाइज आजलाई बाई बाई। बाई बाई गाइज आजलाई बाई बाई गाइज आजलाई बाई बाई गाइज आजलाई।
अब कति सर्छ बाई गरिदेऊ त भावना बाई बाई गाइस बाई मन परेटी मारेर माया गर न माया गर भेट्यो नि त त्यही भएर माया गरेको